भारतलाई मिचेको नेपालको हेक्टरौं हेक्टर जमिन फिर्ता ल्याउने मूल अस्त्र नै यही बन्न सक्छ। नेपालले पनि भारतको जमिन मिचेको छ भनेर प्रधानमन्त्रीले बोलेको कुरामा सबैले विरोध गरेको देखियो। यसमा चाहिँ मेरो अलिकति फरक किसिमको चाहिँ विचार र मत राख्न चाहन्छु। जुन शब्द आज सदनबाट बालेन सरकारले बोल्यो त्यो शब्द नै नेपालको जमिन फिर्ता ल्याउने मूल अस्त्र बन्न सक्छ। सँगै भूमि जोडिएको, खेतको आली र घरको चौगेरा जोडिएको राष्ट्रमा नेपाल चाहिँ दुधले नुहाएको, भारत चाहिँ गोबरले नुहाएको भन्न मिल्दैन। भारतको गोबरको छिटा नेपालमा पनि परेको हुन सक्छ, नेपालको दुधको छिटा भारतमा पनि परेको हुन सक्छ। यो नै जमिन फिर्ता ल्याउने मूल अस्त्र बन्न सक्छ। भोलि कूटनीतिक पहलमा सीमा रेखाङ्कन गरौँ, सीमा नापी गरौँ, तिम्रो जमिन मेरोमा परेको भए म फिर्ता गर्छु, मेरो जमिन तिम्रोमा परेको तिमीले फिर्ता गर भनेर यसलाई मूल अस्त्रको रूपमा प्रयोग गरेर आफूले मिचेको चपरी जमिन फिर्ता गर्दै गर्दा भारतलाई मिचेको नेपालको हेक्टरौं हेक्टर जमिन फिर्ता ल्याउने मूल अस्त्र नै यही बन्न सक्छ। तपाईहरुलाई मेरो कुरा कस्तो लाग्यो? आफ्नो विचार कमेन्ट गर्न नबिर्सिनु होला।